Hey, what's up everyone? Welcome back to my YouTube channel. This is Abanki from Tulsipur. So I have सबैजना सन्चै हुनुहुन्छ होला हैन। म पनि एकदम सन्चै छु। आज चाहिँ म साथीको त्यहाँ आएको थिएँ। यो चाहिँ मेरो ठाउँबाट धेरै टाढा छ के। अनि आउँदा आउँदा भक्का लागिसक्यो तर ठाउँ पनि चाहिँ राम्रो छ यतातिर। लाइक फिलिङ अफ नेपाल हैन। नेपालतिर हुन्छ त रुखहरू बिरुवाहरू सिरेको छ बेलचारी। त्यस्तै छ हैन। त्यही पनि ब्लगको कन्टेन्ट हुन्छ भनेर मैले बनाउन लाग्यो। And one haunted place is there. If you can see साथीको क्याफे जस्तै भन्छ अरे तर बोर्ड बिरुवाहरू चाहिँ राम्रो राम्रो रहेछन् कि त्यहाँ केटाहरू त्यहाँ बसिरहन् होइन तर ठिकै हो नि त अब गर्मीमा गोवामा मस्त हुन्छ बोटहरू बिरुवाहरूको बिचमा बस्न तर आउँदा आउँदा वाक्क लागिसक्यो यार यस्तो ठाउँमा बस्न कम मजा होला एउटा रुखहरू मस्त 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 सो त्यति नै हो अब हेरौँ अगाडि के हुन्छ आज चाहिँ राम्रो मजा गर्छ होइन चन्दु भाइले चन्दु भाइ छ त्यहाँ चन्दु भाइ के चाहिँ गाइस यो चाहिँ हो मेन्यु होइन यो चाहिँ आरम्भमा होइन आलमा क्याफे थियो तर धेरै पहिलाको हो क्या यो आजभोलि एबेन्डेन्ट भइरह्यो अब तिनजना बसिरहनु होइन अब यस्तो गाडीमा वो लोग आगे आगे हम लोग पीछे पीछे चलेंगे है ना एंजॉय गाइस ये तो दुई दिनको जिन्दगीमा यही त हो नि नेपाली उठ्ने भेटाउँछ कि यतातिर बाटोमा केटाहरू त अगाडि हिँड्दा हतार हतार अब त किन्दैन वाउ नट ब्याड चार्ज सकिन लागेको रातिसम्म चार्ज टिक्यो होइन रातिसम्म त चार्ज टिक्नु पऱ्यो क्या किनभने राति पनि यो ठाउँ लाग्ला अहिले चाहिँ बिस्तारै घुमाउनु ला आई होप यु इन्जोइङ दिस ब्लग राम्रो लागेर होला कस्तो देखिरहेको गोवातिर आउनुभयो भने एकचोटि आरामले पनि रुपियाउनु होला एक सिन टाइप दिस अनि त्यही त हो नि बनाउँदै गरौँला बिच बिचमा होइन के कस्तो हुन्छ म देखाउँदै गर्छु ठाउँ चाहिँ एकदम राम्रो छ कि बिचको एकदम घारी घारी ठाउँ छ अब कतिको के पानी आयो नाना कहाँले हेऱ्यो यहाँ माछा लास्ट लगाइरहेको थिएँ कि अब खोइ देखिन्छ कि देखिँदैन होइन त्यही भएर मैले चाहिँ आगो जलाएँ तर आगो जलाउँदा लास्टै गाह्रो भयो अझै जलाएँ जसरी पनि पानी छ आगो बस्छ और चंदू भाई प्लेस हो गया प्लेस दिख रहा अलराइट गाइस हामी विशेष घुमेर यता घुमेर खानासाना खाएर एक ठाउँमा आइपुग्यौँ यो आरम्भमा एउटा ठाउँ इट्स अ वान टाइप अफ स्पिरिचुअल प्लेस जहाँ हजुरहरूले आफ्नो गान्जा स्मोकिङ केही पनि गर्नु पाउनुहुन्न अनि केही नखाएर आउनुपर्ने रहेछ यो ठाउँमा अनि हामी पनि त्यस्तो केही नखाएर आएको सो आजको डेको यति नै थियो अनि त्यहाँबाट हामीहरू फर्केर रुम गइहाल्यौँ रुम गएर सबै आफ्नो ठाउँमा सुत्यौँ त्यही त हो नि अलराइट गुड मर्निङ गाइज दिस इज नेक्स्ट डे होइन अझ चाहिँ जाडो जाडो भएर आएर त्यही त अलराइट गाइज आजको ब्लग चाहिँ यति नै आई होप यु लाइक दिस ब्लग इफ यु लाइक दिस ब्लग डोन्ट फर्गेट लाइक सेयर एन्ड सब्सक्राइब अनि यस्तै इन्ट्रेस्टिङ ब्लगहरू म लिएर आउनेछु यो ब्लग इन्ट्रेस्टिङ भयो कि नै त्यो थाहा भएन जस्ट डेली बेसिसमा ब्लग लिएर आउँदैछु कि लाइक के चल्दैछ के हुन्छ भनेर होइन अनि यो क्याफेको बारेमा चाहिँ क्याफे चाहिँ धेरै वर्किङ नभएकोले वी आर चिलिङ होइन त्यही त हो अनि
यस्तै ब्लग कन्टिन्यू गरौँ भनेर मैले यो ब्लग बनाएको। आई होप हजुरहरूलाई राम्रो लाग्नेछ। राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब डोन्ट फर्गेट। भाइलाई सपोर्ट गर्नुहोस्। त्यही त हो नि, अरू त के भन्नु। अब आजको ब्लग यति नै, भेटौँ भने त नेक्स्ट ब्लगमा। ओके, सी यू गाइस। अलराइट गाइज, यो चाहिँ मैले बिचको बाटोमा सिनेमेटिकहरू खिचेको थिएँ क्या। अनि आरम्भल चाहिँ घुम्नलाई ठाउँ राम्रै छ। जे जसो भए पनि हजुरहरू आउनुभयो भने एकचोटि आरम्भल भिजिट गर्नु होला। आरम्भल बिचतिर एकदम राम्रो छ। सो सी यू नेक्स्ट ब्लग गाइज, कीप सपोर्टिङ, कीप इन्जॉइङ।